नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानलमा। उपस्थित भएको छु म श्री प्रसाद। नेपाली शेयर बजारसित सम्बन्धित विभिन्न आइपिओ, एफपिओ र राइट शेयरसित सम्बन्धित विभिन्न नयाँ जानकारी दिने उद्देश्यले आज अर्को भिडियो लिएर आएको छु। आशा छ तपाईलाई काम लाग्नेछ। आज म धितोपत्र बोर्डको पाइपलाइनमा एफपिओ निष्कासन अनुमतिको पर्खाइमा रहेको कम्पनीहरूको बारेमा सम्पूर्ण जानकारी दिनेछु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। हाल धितोपत्र बोर्डको पाइपलाइनमा जम्मा 4वटा कम्पनीहरूले एफपिओ निष्कासन अनुमतिको लागि आवेदन दिएका छन्, जसमध्ये एक जलविद्युत कम्पनी रहेको छ भने 3वटा लघुवित्त कम्पनीहरू रहेका छन्। जलविद्युत कम्पनीमा बुटोल पावर कम्पनी लिमिटेड रहेको छ। यस कम्पनीले प्रिमियम मूल्यमा एफपिओ निष्कासनको लागि आवेदन दिएको भए पनि अहिले एफपिओ निष्कासन नगरी अब हाल कायम चुक्ता खोजीको 40% अर्थात् 1:0.4 को अनुपातमा हकपर शेयर निष्कासन गर्ने निर्णय गरेको छ। हाल कम्पनीको चुक्ता खोजी 3,40,90,64,600 रुपियाँ रहेको छ भने कम्पनीले उक्त चुक्ता खोजीको 40%ले हुन आउने 1,36,36,25,800 रुपियाँ मूल्य बराबरको हकपर शेयर जारी गर्नेछ। यसदेखि बाहेकको 3वटा लघुवित्त कम्पनीहरू रहेका छन्। यी लघुवित्त कम्पनी एफपिओ निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमतिको पर्खाइमा रहेका छन्। सम्भवतः अब छिट्टै यी लघुवित्त कम्पनीहरूले एफपिओ निष्कासन अनुमति पाउनेछन्, जसमा पहिलो लघुवित्त कम्पनी रहेको छ मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड। यस लघुवित्त विगतमा किसान लघुवित्त र जल्पा सामुदायिक लघुवित्त मर्जरपछि मातृभूमि लघुवित्तको नाममा नेप्सेमा कारोबार भइरहेको छ। यस लघुवित्तले कुल 11,49,98,259 रुपियाँ मूल्य बराबरको प्रति किता 100 रुपियाँ अंकित दरको 11,49,982 किता एफपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। लघुवित्तले उक्त एफपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ। यस लघुवित्तले निष्कासन गर्ने एफपिओ 10 किताको दरले 1,14,998 जनाले प्राप्त गर्न सक्नुहुनेछ। यस लघुवित्तको हालको अन्तिम कारोबार मूल्य 1187 रुपियाँ 20 पैसा प्रति कितामा भएको छ। कम्पनीले प्रकाशित गरेको पछिल्लो वित्तीय विवरण अनुसार लघुवित्तको प्रति शेयर आम्दानी र पी रेसियो दुवै ऋणात्मक देखिन्छ भने यस लघुवित्तको बुक भ्यालु 200 रुपियाँ 72 पैसा रहेको छ। त्यसकारण यदि तपाईलाई यस लघुवित्तको एफपिओ परेको खण्डमा लङ टर्मसम्म होल्ड गर्नुभन्दा सर्ट टर्ममै प्रॉफिट बुक गर्दा राम्रो हुन सक्छ। यसरी हेर्दा यदि तपाईलाई यस लघुवित्तको एफपिओ परेको खण्डमा 11,000 भन्दा बढीको मुनाफा गर्न सक्नुहुनेछ। अब छिट्टै यस लघुवित्तले बोर्डबाट अनुमति पाउने क्रममा रहेको छ। त्यस्तै एफपिओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको अर्को कम्पनी रहेको छ विजय लघुवित्त वित्तीय संस्था लिमिटेड। यस लघुवित्तले कुल 4,66,81,700 रुपियाँ मूल्य बराबरको प्रति किता 100 रुपियाँ अंकित दरको 4,66,817 किता एफपिओ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। लघुवित्तले उक्त एफपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ। यस लघुवित्तले निष्कासन गर्ने एफपिओ 46,681 जनाले 10 किताको दरले शेयर हात पार्न सक्नुहुनेछ। त्यस्तै यस लघुवित्तको अन्य वित्तीय अवस्थाको कुरा गर्दा यस लघुवित्तले प्रकाशित गरेको पछिल्लो वित्तीय विवरण अनुसार हाल यस लघुवित्तको प्रति शेयर आम्दानी 18 रुपियाँ 91 पैसा रहेको छ भने यसको पी रेसियो 43.43 गुणा रहेको छ। त्यस्तै यस लघुवित्तको बुक भ्यालु 161 रुपियाँ 76 पैसा रहेको छ। यस लघुवित्तको शेयर मूल्य 52 विक हाईमा 1174 रुपियाँ प्रति कितासम्म पुगेको थियो भने लोमा 770 रुपियाँ प्रति कितासम्म झरेको थियो। हाल यस लघुवित्तको अन्तिम कारोबार मूल्य 821 रुपियाँ 29 पैसा प्रति कितामा भएको छ। यसरी हेर्दा यदि तपाईलाई यस लघुवित्तको 10 किता एफपिओ परेको खण्डमा 8,000 भन्दा बढीको मुनाफा गर्न सक्नुहुनेछ। अब छिट्टै यस लघुवित्तले पनि धितोपत्र बोर्डबाट अनुमति पाउने क्रममा रहेको छ भने यस विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विगतमा राम्रो लाभांश वितरण गरेको देखिन्छ। लघुवित्तले विगतमा नियमित र राम्रो लाभांश वितरण गरेको देखिन्छ। यस लघुवित्तले न्यूनतम 10% देखि अधिकतममा 20% सम्म लाभांश वितरण गरेको छ भने लघुवित्तले नगदमा भन्दा बोनस शेयरमा जोड दिएको देखिन्छ। त्यसकारण यदि तपाईलाई यस लघुवित्तको एफपिओ परेको खण्डमा लङ टर्मसम्म होल्ड गर्न पनि सक्नुहुनेछ भने सर्ट टर्ममै प्रॉफिट बुक गर्न पनि सक्नुहुनेछ। त्यस्तै एफपिओ निष्कासनको लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेको अर्को लघुवित्त कम्पनी रहेको छ नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड। यस लघुवित्तले कुल 6,69,90,027 रुपियाँ मूल्य बराबरको प्रति किता 100 रुपियाँ अंकित दरको 6,69,900 किता एफपिओ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले उक्त एफपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट ब्याङ्किङ लिमिटेडलाई नियुक्ति गरेको छ भने यस कम्पनीले निष्कासन गर्ने एफपिओ 10 किताको दरले 66,990 जनाले प्राप्त गर्न सक्नुहुनेछ भने लघुवित्तले प्रकाशित गरेको पछिल्लो वित्तीय विवरण अनुसार हाल यस लघुवित्तको प्रति शेयर आम्दानी 32 रुपियाँ 34 पैसा रहेको छ भने यसको पी रेसियो 36.76 गुणा रहेको छ। त्यस्तै यस लघुवित्तको बुक भ्यालु 219 रुपियाँ 67 पैसा रहेको छ। यसरी हेर्दा यस लघुवित्तको वित्तीय अवस्था निकै राम्रो देख्न सकिन्छ भने यस लघुवित्तको शेयर मूल्य 52 विक हाईमा
1727 रुपियाँ प्रति कितासम्म पुगेको थियो भने लोमा 1161 रुपियाँ प्रति कितासम्म झरेको थियो। हाल यस लघुवित्तको अन्तिम कारोबार मूल्य 1188 रुपियाँ 88 पैसा प्रति कितामा भएको छ। नेसनल लघुवित्त वित्तीय संस्थाले पनि विगतमा नियमित र निकै राम्रो लाभांश वितरण गर्दै आएको देखिन्छ। लघुवित्तले न्यूनतम 10% देखि अधिकतममा 75% सम्म लाभांश वितरण गरेको देखिन्छ भने यस लघुवित्तले पनि नगद भन्दा बोनस सेयर धेरै दिएको देखिन्छ। त्यसकारण यदि तपाईलाई यस लघुवित्तको एफपीओ परेको खण्डमा लङ टर्म सम्म होल्ड गर्न पनि सक्नुहुनेछ भने सर्ट टर्ममै प्रॉफिट बुक गर्न पनि सक्नुहुनेछ। अब छिट्टै यस लघुवित्तले पनि धितोपत्र बोर्डबाट अनुमति पाउने क्रममा रहेको छ। त्यसकारणले अब छिट्टै यी 3 लघुवित्तले एफपीओ निष्कासन गर्ने अनुमति पाउने छन्। यदि तपाईलाई यस लघुवित्तको एफपीओ परेको खण्डमा निकै राम्रो मुनाफा गर्न सक्नुहुनेछ। त्यसकारणले यी लघुवित्तको एफपीओ भर्न नभुल्नुहोला। आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परे लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अहिलेसम्म भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। तपाईको बाँकी पल शुभ रहोस्। नमस्ते।